Hello everyone, welcome back to another vlog. आज चाहिँ उता कालिम्पोङ गएको नि त घर अनि यहाँनिर बाटो भित्केर गाडी आएको छैन अनि परबाट चाहिँ गाडी आउँछ अनि त्यही भएको जाँदैछु आम्मामा हिँड्नु चाहिँ एउटै सक्नु छोडेछु म चाहिँ हिँड्नै सक्दिनँ अलिकति भए पनि अब एउटा आफ्नै ब्याग बोकेर पनि हिँड्नु सकेको छुइनँ गाइज थाक्यो यस्तो फोहोर छ बुढा चाहिँ पाकेर बिहालात यस्तो डरलाग्दो छ घाममा परेको त्यत्तिकै यहाँ होइन हेरै गइजो कस्तो भइरहेछ हालत चाहिँ यस्तो छ अहिले नै यस्तो छ गरम महिना नलागिन गरम महिना लागेर चाहिँ कस्तो हुन्छ होला यहाँ त हेरेन एकचोटि त बस्नुपर्छ लाइफमा एक्सपिरियन्स लिनु पर्यो नि त हौ यस्तो हुन्छ गाइजो यस्तो हुँदो रहेछ है के छ हेर पानीपुरीको हेर्नु पानीपुरी 20 रुपिस मात्रै यस्तो छ गाइज अभी मार्च अहिले हुन्छ यतै बस्छु पानीपुरी हुन्न अरे के हुन्न अरे ए होस् सबै भेज मात्रै मिल्दो रहेछ नन भेज छैन कता पर हामी चाहिँ लाग्दैको गाइज पर यस्तो गर्मी राम्रो रहेछ यार गर्मीले त हामीले टल्केको गाई पाके हो म चाहिँ सिलगढीमा चाहिँ पाके कस्तो गाई बुढा चाहिँ यहाँ आइरहेछ यस्तो गर्मी छ नि गाई भन्नु सक्दिनँ यार अलिक त बस्छौँ भाई इसको कपड़ा जो हमारे यहाँबाट कालिम्पोङ 3 घन्टा 3 घन्टा गाइस 3 घन्टा यस्तो दामी छ गरम भयो गाइस गरममा यही मात्रै
कालो भइसकेछु म तिमी सबसे डाइट चाहिँ हो खाना पनि ठगे हामीलाई 120 रुपया हो गया 2 दिन माल बंद कर दिया था किन भैया ये वाला जो है ना मैडम ये वाला छुसियाना वाला ये टी करके है और ये वाला मीठा पानी है ये राम्रो हुन्छ बडी ब्लकमा आउँछ ल ये अच्छा होगा मीठा मीठा होगा फाइनली हामी चाहिँ अब को गाइस मेरो चाहिँ यस्तो ब्याग भएर चाहिँ काँध दुखिसक्यो गेट है गाइज हो भित्र चाहिँ आमा निचिक निचिक हाल्दै यत्रो सामान छ नि हाम्रो चाहिँ आमामा बिहान नै हिँडेको हामी अहिलेसम्म यतै छ हामी सिलगढी त पुगेको पनि छैन क्या हामी बागडोग्रामै छ सायद भइसक्यो कहिले कतिखेर गाडी पक्रिनु गेटतिर हुन्छ नि सफा छ एउटा भुइँमा केही छैन केही छैन सफा निरेन केही छ है यता जनेर आमा सफा गर्नेहरू कतिजना राखेको रहेछ अन्त स्टार्ट गरे उनले चाहिँ हाम्रो गाडी जो बढ्छ यता हेरेर हौ दामी रहेछ चटपटे चाहिँ छ भने मात्रै बल्ल बल्ल निक्लेको हामी चाहिँ अहिले शीतल भएछ पानी पर्ला जस्तो भइरहेको छ निकालो भएर गाइस फाइनली कालिम्पोङ आइपुग्यो बच्चा आइपुग्यो बच्चा